हेलो एभ्रिवान, आज चाहिँ हामी बिच गल्ली महात्मा गान्धी भएको जग्गामा गएको थियौँ। त्यहाँनिर चाहिँ अहिले एसएचजीको यो लाग्छ नि त स्टलहरू। अन्त हामी चाहिँ यहाँनिर दही बडा खानु गएको थियौँ। दही बडा चाहिँ मैले फर्स्ट टाइम खाएको हो। अन्त मन पनि परेन, त्यस्तो राम्रो त लागेन, मिठो लागेन मलाई चाहिँ। अन्त यहाँनिर चाहिँ कोल्ड लस्सी, दही बडाहरू पाउँदो रहेछ। अनि अचारहरू पनि धेरै प्रकारको थियो। अचारहरू यहाँनिर खोर्सानीको र मुलाको धेरै प्रकारको थियो। राम्रोसँगले हेरेको पनि छैन हो। अन्त त्यति खाएर चाहिँ हामी चाहिँ पुच्का खानु गयो। पुच्का चाहिँ साह्रै मिठो लाग्यो, कस्तो मिठो बनाउनु हुँदो रहेछ यहाँ दिदीले। अन्त पुच्का खाइसकेर चाहिँ हामीले झालमुरी चटपटे, यो गिलो चटपटे रहेछ। गिलो चटपटे चाहिँ कहीँ पाउँदैन नि त जोरथाङमा। अन्त यो यहाँ दिदीले बनाउनु हुँदो रहेछ, एकदमै मजाले मिठो लाग्यो। मिठो 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 थियो। हेर्नुहोस्, दिदी हाँस्दै बनाउनु हुँदैछ चटपटे। अन्त हेर्नुहोस् ल बनाइसकेर कस्तो हुन्छ। मैले चाहिँ अमिलो मजाले हालिदिनुहोस् ल दिदी भनेको थिएर चाहिँ अमिलो हालिदिनु भएको छ। अन्त अहिले पुगेन भने भन्नु ल, फेरि हालिदिन्छु नि भन्नुहुँदै थियो। अनि त्यहाँबाट चाहिँ यो चाहिँ बस्तीको निम्बु रहेछ, यो चाहिँ मजाले अमिलो हुन्छ। अन्त चाहिँ यसलाई चाहिँ यो हालेर चाहिँ गिलो बनाउँछ। यसमा चाहिँ के हालेको हुन्छ कुनि, रङ चाहिँ हेभी हुँदो रहेछ। मेरो त हातमा अहिलेसम्म गएकै छैन, हातमा रङ लागेको थियो। हातमा अहिले पनि त्यो रङ लागिरहेको छ हो, फुड कलर होला सायदै। अन्त तर टेस्टी चाहिँ टेस्टी थियो खानुको लागि चाहिँ हो। अन्त तपाईँहरू पनि आएर भिजिट गर्नुहोला जोरथाङको बिच गल्लीमा। अन्त हामीले चाहिँ यो बनाइसकिदिनु भयो दिदीले। अन्त लिएर गयौँ हामी चाहिँ। एकछिन न। अन्त हेर्नुहोस् ल कस्तो दामी देख्दैछ। मलाई चाहिँ अहिले सबै हालिसक्छु बहिनी, अन्त भिडियो बनाउनु नि ल भन्नुहुँदै थियो। बिचरा सागहरू पनि राख्नु भएको रहेछ। साग चाहिँ घाम कस्तो लागेको थियो र सुकेछ, घामले ओइलिरहेको थियो। अन्त अरू चाहिँ सबै थोक राम्रो छ यहाँनिर। भेराइटी चिजहरू धेरै प्रकारको देख्न सक्नुहुन्छ तपाईँले। मिठो लाग्यो हामीलाई चटपटे पनि। हेर्नुहोस् त कस्तो मजाले दिनुभयो। थ्याङ्क यू सो मच दिदी, तपाईँलाई यस्तो मिठो चटपटे खुवाउनु भएकोमा। अन्त धेरै थ्याङ्क यू सो मच सबैजनालाई हेरिदिनु भएकोमा। बाई बाई एभ्रिवान।